सो हेलो नमस्ते, म लक्ष्य शर्मा। अनि आज चाहिँ म पनि एउटा अब जापान जान चाहने व्यक्ति भएकोले मैले यो भिडियो नबनाइ नहुने रहेछ के। अब तपाईहरुले पनि अब एउटा भिडियो एउटा हैन धेरै भनौं के कति के विगत 1 महिनादेखि हैन म पनि यो भिडियोहरु हेरेर के भन्नु हो डिमोटिभेट त यति भाछु कि कुरै नगर्नु के। यार यहाँ आउने मान्छेहरु को न त के रे लास पाउँछन् रे न त सास फेर्न पाउँछन्, के भने होला यो। अनि विदेशीहरुलाई जापानिजहरुले लखेटिराखन् रे। ए अनि मेरा दाइ दिदीहरु इलिगली बस्ने अनि कर नतिर्ने त्यस्तोहरुलाई लखेट्नु परेन त। अब उनीहरुलाई पनि त आफ्नो गभर्नमेन्ट स्ट्रङ गर्नु छ, सबै कुरा उसै पनि अब हैन जापान अरु कन्ट्रीहरुको कम्प्यारिजनमा धेरै राम्रो हो के। अनि हामीलाई चाहिँ तपाईहरुले यस्तो भिडियो बनाएर कि जापान आउँदै नआइज भन ल हामी चाहिँ न अनि तपाईहरु चाहिँ के खान जानु भा त्यहाँ त्यो भन्नु। अब हेर्नु है कति जनाले यस्तो सोच्नु हुन्छ होला कि हामी त आइसक्यो बाबु नानीहरु, अब तिमीहरुले पनि दुःख नपाओस् भनेर, त्यही भएर हामीले यो तिमीहरुलाई के रे सचेत गर्नलाई यो भिडियो बनाएको। ठीक छ, बनाउनु, यस्तो कुरा भन्नु सचेत गर्नु एकदम राम्रो हो। तर हामी मिडल क्लास फ्यामिलीले एफोर्ड गर्न नसक्ने मान्छेले जापान बाहेक अन्त कुनै कन्ट्री उपाय पनि छैन के। अनि मलाई सकेसम्म लाग्छ कि दुःख नगरी यतिकै पाउने त कुनै पनि कन्ट्री छैन होला। छ त तपाईहरुले भन्नु, जहाँ गए नि सुरुमा दुःख गर्नै पर्छ के। चाहे त्यो युके हो, अस्ट्रेलिया होस्, जर्मन होस्, जहाँसुकै होस् के। इभन यहाँ हाम्रो के रे इन्डिया छिमेकी कन्ट्री गए नि त्यहाँ नि दुःखै गर्नुपर्छ के। न त हाम्रो राम्ररी के रे उ हुन्छ, भाषा हुँदैन। अनि भाषा नभएपछि त जापानमा त गाह्रो हुन्छ, नहुने कतै हैन गाह्रो हुन्छ। तर यसरी यहाँ आउँदै नआइज त्यसरी त नभन्दिन्न यार। अब हामी पनि अब हामी जस्तो न्यू अब हुन्छ न्यू कमर अब त्यहाँ जाने सोच्ने अब जसको अब अप्रिल इन्टेक होला नि, म लगायत अब धेरै म जस्तै मेरो साथीहरुको पनि अनि धेरै जनाको होला नि त एप्लाई गरिसकेको मान्छेहरुले। अब तपाईहरुको यस्तो भिडियो हेरेपछि हामीलाई नि यस्तो डिमोटिभेट हुन्छ नि के भनौं के। मैले त एक महिनादेखि यस्तो भिडियोहरु हेरेर त क्यान्सलै गर्दिम कि के हो। साँच्चै के त जापानको यथार्थ यही हो त, मान्छे त्यहाँ जान त के मर्छ र भने। अब मेरै गाउँको कति जना मान्छेहरु गाछन्। ठीक छ, ल्याङ्ग्वेज त भन्छ त्यो दाइलाई नि मैले अब सोधेछि, दाइले नि त्यही भन्नुभयो कि भाइ अब ठीक छ आउने भए आऊ, तर अलिक भाषा चाहिँ राम्ररी बनाएर आऊ। अनि भाषा जाने चाहिँ त्यस्तो केही गाह्रो हुँदैन। तर हामीले फेरि जति पनि यहाँ नेपालमा पढे पनि त्यहाँ गएपछि त्यहाँ उनीहरुको बोल्ने एक्सेन्ट र नेपालीको एक्सेन्ट फरक हुन्छ के। धरती आसमानको फरक हुन्छ। हामीले जति यहाँ मेहनत गरे नि त्यहाँ गएपछि हुने त्यस्तै हो, एउटा जिरो लेभलदेखि नै स्टार्ट गर्नुपर्छ। तर हामीले यहाँ अलिअलि पढिसकेपछि त्यहाँ गएपछि अब हुन्छ नि लाइक बेसिकहरु चाहिँ हामीले त्यति साह्रो अब जान्न चाहिँ गाह्रो हुँदैन। त्यही भएर तपाईहरुले भिडियो बनाउनु हुन्छ आफ्नो हैन आफूले फेस गरेको अब प्रब्लमहरु त्यो शेयर गर्नु राम्रो हो, एकदम राम्रो हो। तर यसरी डिमोटिभेटै हुने गरी चाहिँ त्यो नगर्नु होला के। अब हामी पनि त सपनाहरु बोकेर हाम्रो पनि परिवारको सपनाहरु जसरी तपाईहरु जानु भएको छ हामी पनि त्यस्तै सपनाहरु बोकेर जान खोजिराखौं के। अब त्यस्तो भिडियोहरु हेर्दिएपछि त अब हामीलाई नि के भन म त अब के भनौं भइराछ के। त्यही भएर अब म चाहिँ नयाँ जाने म लगायत जति पनि नयाँ जाने हुनुहुन्छ नि न्यू उनीहरुको लागि चाहिँ स्पेशली है तपाईहरु नडराउनु के। अब यस्तो अब हुन्छ नि यथार्थ अब के हो मान्छेले अब अलिक बढाए चढाएर पनि कुरा गर्दै हुन्छ। त्यही भएर त्यस्तो आतिनु पर्दैन। भाषा अब कसैको 10 पुग्या होला, कसैको 20 पुग्या होला, 15, कसैको भर्खरै पनि सुरु भयो होला। ठीक छ, बिस्तारै पढ्दै गर्नु। हामीसँग अझै 5-6 महिना जति टाइम छ के। त्यही भएर मजाले ढुक्क भएर पढ्नुस्, जति पढिन्छ अनि दुःख त गर्ने हो के। दुःख त्यहाँ गरिन्छ त्यहाँ गर पनि गर्दिन भनेर पनि सधैँ हैन। त्यही भएर आतिनु पर्दैन, मजाले पढ्नु हैन। म नि पढिरहेछु अनि कतिको अनि
एक्साइटेड हुनुहुन्छ कि हुनुहुन्न कतिको अनि तपाईहरुलाई नि अब त्यो भिडियोहरु हेरेर तर्सिनुहुन्छ कि म जस्तै हो कि म मात्र हो मलाई यस्तो लागेको कुरा मैले तपाईहरु कहाँ राखे कुरा हैन तपाईहरुलाई के कस्तो लाग्छ भन्नु होला है ल यति भन्दै म बिदा लिन हुन्छु अनि मेरो दाइ दिदीहरुलाई पनि एकदम शुभकामना छ मेहनत गर्नु होला हैन दुःख पाउने अब त्यहाँ गइसकेपछि अब नेपालले फर्किने गरी त्यो भन्नु पर्दा पनि अलिक दुःख गर्नु अनि सब कुरा निको हुन्छ के परिस्थितिले सब कुरा सिकाउँछ तपाईहरुलाई राम्ररी थाहा ल हस् त थ्यांक यू नमस्ते।